एन्टरप्रेनर भिजाको त्यो सब क्लास चाहिँ के थियो विक्रमजी? सब क्लास चाहिँ 188 ओके भनेर हो नर्मल्ली 188 भनेको चाहिँ प्रोभिजनल 5 इयर्सको भिजा त्यसपछि 888 भनेको चाहिँ पिआर आफ्टर द्याट त्यसको पाथ वे हो नि त सो इट्स फर्स्ट स्टेप जुन मैले भिजा पाएको छु त्यो चाहिँ फर्स्ट स्टेप टुवर्ड्स पिआर हो त्यसको आफ्नै सब क्लास छ पिआरको लागि नि 888 नर्मली मान्छे कन्फ्युजन पिआरको अरू भिजा छ भने थाहा हुँदैन नि त हजुर होइन हजुर हजुर हो अनि यो भिजामा आउँदै गर्दा नेपालबाट आउँदै गर्दा टेन्टेटिभ खर्च चाहिँ कति थियो? खर्च मेरो त्यही एउटा भिजा प्रोसेसिङ कस्ट हो $4,200 लागेको थियो अहिले बढेर 6,000 7,000 कति भएको छ अहिले चाहिँ मैले गर्दा $4,200 त्यो थियो सुरु इनिसियल्ली जुन भिजा अप्लाई गर्दा $200-300 थियो होला टोटल $5,000 अन्डरमा सबै मेडिकल पनि भयो होला सबै है सो एन्टरप्रेनर भिजामा आउँदै गर्दाखेरि 5,000 अन्डर मैले आई पेड $50,000 फर स्टडी है त्यो अब डिफ्रेन्ट छ अस्ट्रेलियामा आउने डिफ्रेन्ट पाथवे रहेछ अब उहाँलाई भेटेपछि मैले पनि धेरै कुराहरू थाहा पाएँ होइन डिफ्रेन्ट सब क्लास कतिपय साथीहरू नेपालबाट आउँदै गर्दा छ नि विक्रमजी अब थाहै हुन्न कि कन्सल्टेन्सीहरू भिजिट गर्दै गर्दाखेरि कन्सल्टेन्सीहरूले कहिले पनि तपाईँलाई यस्तो भन्दैन कि अरू कुनै अप्सन्सहरू छ भनेर किनकि तिनीहरूलाई पढाइ नै बेच्नु पर्ने हुन्छ उनीहरूलाई पैसा नि त्यहीँबाट आउने हुन्छ सबै सो कन्सल्टेन्सीहरू विल नेभर रिकमेन्ड लाइक हुन्छ नि यस्तो भिजा अप्सन छ तैँले पाउँछै भन्दैन कि म नि गएको हो कन्सल्टेन्सीबाट कन्सल्टेन्सीमा उसले के भन्यो भन्दाखेरि मलाई यस्तो त्यो तिमीले पाउँदैनौ भाइ यस्तो यस्तो भिजाहरू स्टुडेन्टमा मैले भेट्यो भने कुनै दिन होइन कफी खाएर कुरा गर्छु हस् थ्याङ्क यू सो मच विक्रमजी